भैया जिंदगी में काबा खाले पिए जिले भैया जिंदगी में काबा जिंदगी में कुछ नहीं बस मौज मस्तियाँ अरे खा ले अरे पी ले खाले पिए जिले भैया जिंदगी में काबा खाले पिए जिले भैया जिंदगी में काबा निकल जाए अरे कल का नहीं चिंता कर कल कभी न आए दाइ आउँदा म कति डराइरहेको थिएँ कि अब म कसरी एक्जाम टेक भइरहेको थिएँ कि दाइ आउनु भएको थियो एकजना उहाँले ल्याइदिनु भयो म मात्रै त्यो छु एउटा दाइ आउनु भएको थियो लेखाने यो पुलाउ हो पुलाउ होला मलाई थाहा होइन मैले कहिले पकाएको मेरो एउटा साथी छ क्या झापाको अनि उसले मलाई के भन्यो नि तिमीले मलाई के बनाएर खाएको छौ यत्रो इयर्सदेखि अब म तिमीलाई ढकनी बनाएर खुवाउँछु नि त भने म त क्या खुसी भएर है के नै बन्नु रहेछ ढकनी बनाएर खुट्टै हुँदो रहेछ सुमी कसरी बनाउँछ भन त ढकनी मलाई थाहा छैन मैले ट्राई गर्छु मैले त्यही गरेको चामल रातो हुने गरी रातै भएको थियो